साथीहरु सेवारो आज चाहिँ म यहाँ बारीमा आएको छु अनि अस्ति नै अलिअलिको झार गोडिदिएको थिएँ अहिले फेरि त्यही लेभलमा पुगेको रहेछ। सो आज फेरि घाँस काट्न आएको छु कति दिन बाद बारीमा। यहाँ बारी चाहिँ हेर्न सक्नुहुन्छ साथीहरु। अस्ति त्यत्रो घाँस काटेको तर के गर्नु फेरि उस्तै बनाइदिए भइरहेछ क्या। झार पलाएर यो पानी परेपछि झारे त्यत्तिकै आउँछ क्या। हेर्नु आम्म यति धेरै सिमल चाहिँ फेरि कस्तो मजाले आएछ झन्। अस्ति झार काटिदिएदेखि चाहिँ यहाँ चाहिँ अब अरूलाई घाँस काट्नु दिँदा पनि सबैको आफ्नो आफ्नो बारी छ नि त। अनि सबैले आफ्नै बारीमा गोड्दै काट्नुहुन्छ। अनि सो अब म पनि घाँस काट्ने अनि त्यहाँदेखि कति भ्याउँछु अलिकति सिमललाई दोहोरे लगाइदिइराख्ने पुर लगाइदिइराख्ने भनेर आएको आज चाहिँ। कम्ती छ त। अनि साथीहरु अस्ति नैको केरा चाहिँ यत्रो भइरहेछ है। अब चाहिँ झन्डै पाक्नु आँटेछ हैन। कम्ती ठुलो छैन। बेच्दाखेरि कति आउँछ होला पैसा यसको तपाईहरुले भन्दिनु है। खाएर खाइ नसकिने खालको कुरा गाइसहरु यस्तो उराठ लाग्दो बारी देख्दा त अल्छी लागेर आउँछ। यति धेरै झार छ साथीहरु। अब चाहिँ म घाँस काट्न लाग्दैछु। ल है साथीहरु गाई र बाख्रा चाहिँ रमाउनु पर्यो। घाँस खाएर यस्तो दामी छ हल्लै परेको के गर्नु। कहिले गोडिसक्नु यस्तो मोबाइल राख्ने ठाउँ पनि भएन साथीहरु। त्यतिकै अब जेपुटी भिडियो बनाउने हो। घाँसले गर्दाखेरि घाँस हेर्नु नि हाम्रो फाइनली साथीहरु मैले चाहिँ भारी पुऱ्याइसकेँ एक डोको घाँस। अनि यहाँनिर चाहिँ मैले के भन्छ आलु झार र उयो यसलाई के भन्छ भने नि काने झार सुँगुरको लागि पनि चारो टिप्यो नि त। अलिकति चारो छैन अहिले हाम्रोमा चाहिँ सुँगुरलाई चारो चाहिँ दिन्छ। डुम्रीको घाँस किम्बुको घाँसहरू सबै खरी घाँसहरू सबै हुन्छ। अब यो सिमलको पात छ नि यो पनि पछि यसको सिजनमा सुँगुरलाई नै चारो त्यही भएर मरिमेटी गरेर रोपिन्छ। फलेको बेचिन्छ पनि खाइन्छ पनि। सो मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। अनि लाइक कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। तपाईहरुको एक सब्सक्राइबले मेरो च्यानल ग्रो हुन चाहिँ धेरै हेल्प गर्ने भएकोले तपाईहरुले प्लिज 1 सब्सक्राइब चाहिँ गरिदिनु होला भन्दै आजको लागि यति नै। अब चाहिँ घर जाने। बाई बाई एभ्रीबडी।